हेलो गाइज, वेलकम ब्याक माई मिनी भ्लग। आज चाहिँ मेरो छुट्टीको दिन थियो अनि म चाहिँ एकछिन यसो बाहिर निस्किम भनेको है। बाहिर त यस्तो घाम थियो मेरो आँखै खुलिरहेको थियो। चस्मा लाएर हिँड्दा पनि मैले आँखा खोल्न सकिरहेको थिएँ। त्यही पनि म गएँ। म चाहिँ खासमा जाँदैछु सुपर मार्केटमा केही ग्रोसरीको सामानहरू किन्नु थियो। अनि यो चाहिँ हो न्यू एरा सुपर मार्केट, जहाँबाट चाहिँ मैले तत्कालीन मलाई सामानहरू किन्नु पर्दा चाहिँ म यहीँबाट किन्ने गर्छु। अनि आज चाहिँ यस्तो घाम थियो होइन। यो घामबाट चाहिँ मलाई के थाहा भयो भनेदेखि अब दुबईमा गर्मी सुरु भयो भनेर। रोड क्रस गर्दै गर्दा आँखा पुरै त्यो हावाले यस्तो कपाल उडाइरहेको थियो, मेरो आँखा पुरै छोपिरहेको थियो होइन। त्यही पनि मैले यसो त्यसो गरेर मैले कपाल चाहिँ हटाएँ। अनि म रोड क्रस गरेर त्यहाँबाट चाहिँ म गएँ सुपर मार्केटभित्र, किनभने मलाई केही इमर्जेन्सी सामानहरू चाहिएको छ भने, भेजिटेबल किन्नु पर्ने छ भने चाहिँ म यहीँबाट किन्ने गर्छु। अनि यो चाहिँ हो भित्रको यो भ्यू, जहाँ चाहिँ यस्तो दामी दामी मिठो मिठो खानेकुराहरू छ, भेजिटेबल्स फ्रुट्सहरू छ। म चाहिँ कन्फ्युज भएर थिएँ के किनौँ भनेर। अनि त्यो पनि मैले फटाफट गरेर किनिहालेँ। अनि ब्रेड पनि किनिहालेँ। अनि त्यसपछि ट्रलीमा राखेर म चाहिँ गएँ पेमेन्ट गरेर निस्केँ। यस्तो हेभी सामान थियो होइन, हेर्दा थोरै देखेमा एकदम हेभी थियो। अनि बाहिरको त्यो घामले गर्दा चाहिँ म घर आइपुग्दाखेरि चाहिँ मलाई शान्त भएको थियो। भित्र छिर्दाखेरि चाहिँ, बिल्डिङभित्र छिर्दाखेरि चाहिँ, किनभने बाहिरको घामले पुरै अनुहार पुरै तातो भयो, जिउै पुरै तातो भइरहेको थियो होइन। त्यसमा तपाईँलाई थाहै होला दुबईको गर्मी कस्तो हुन्छ भनेर। त अब यसबाट चाहिँ के थाहा भइसक्यो भने अब दुबईमा गर्मी सुरु भयो भन्ने त थाहा भइसक्यो। अब जाडो महिना गयो भनेर होइन। अनि यो चाहिँ म सेकेन्ड फ्लोरमा बस्छु। यो बिल्डिङमा बस्न थालेको चाहिँ मेरो अलमोस्ट 2 वर्ष भइसक्यो। अनि सेकेन्ड फ्लोरमा बस्छु। कोही मान्छे नभएको बेलामा चाहिँ म यो लिफ्ट युज गर्छु, नत्र भने चाहिँ म सिडीबाटै जान्छु। अनि यो चाहिँ हो मेरो रुमभित्रको भ्यू चाहिँ यस्तो छ, हेर्नुहोस् है ल, टाढान। अनि त्यसपछि मैले फटाफट खाना पनि बनाइहालेँ होइन। खानाबाट हेर्नु बाफ कसरी निस्किरहेको छ। अनि त्यसपछि सब्जी पनि बनाइहालेँ। यसलाई के भन्छ, सब्जी र आलुको सब्जी बनाइहालेँ। अनि त्यसपछि त कसलाई खानु मन लाग्यो मलाई कमेन्ट गर्नु होला, म सबैको घरमा पठाउनेवाला छु होइन। अनि त्यसपछि चाहिँ मैले हतार फेरि फ्रुट्सहरू काटेर टक्कसँगले दुध हालेर यसलाई चाहिँ स्टोर गर्नुको लागि चाहिँ मैले फ्रिजभित्र हालिदिएँ यसलाई चाहिँ। अनि पछि मलाई खानु मन लाग्छ चाहिँ एभ्रिडे म अलिअलि निकालेर खाने गर्छु यसबाट चाहिँ है। यसलाई चाहिँ मैले फ्रिजमा राखिदिएँ। त्यसपछि मैले फटाफट फेरि मकै पनि बोइल गरिहालेँ। अनि त्यसपछि मैले चाहिँ खाना खाएँ। आइएम सो सरी, मैले त्यो खाना खाएको चाहिँ भिडियो रेकर्ड गर्न सकिनँ, किनभनेदेखि म एकदम भोक लागिरहेको थियो। अनि म त्यो सबै कुराहरू बिर्सेर मैले चाहिँ खाना खानुतिर लागेँ, पेट भर्नुतिर लागेँ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो।